ल भयो दाइ घुम्ने ठाउँ हेर चन्द्रगिरी डाँडा चाहिँ हो अब हामी सिधै उता जाने हो र काठमाडौँ जाने अनि कहाँ भक्तपुर जाने त ला के भयो हेलो गाइज हामी चितलाङ घुम्ने भनेर आएको खासै त्यति लागेन है यहाँ दाइले चाहिँ एकदम रफ्तार गरेर काठमाडौँ पुऱ्याउँछु भनेर सोध्नु भएको छ ए हामी त यहीँ आइसक्यो कहाँ आइपुग्यो यहाँ त घुम्ने ठाउँ छ कि छ भाइ घुमौँ न त चितलाङ के पानधाराहरू के के छ चितलाङ भनियो चितलाङ पनि त्यति ऊ चाहिँ खासै रहन्छ गाउँ घरै जस्तो होइन त्यति खासै त्यो मार्फा नै मार्फा के अरे दाइ भिडियो पनि भन्नुपर्छ क्या त्यसो भए म भन्दिनँ मार्को गाउँ नै ठिक छ है म आफैले भनिहालेँ नि मार्को गाउँ नै ठिक लाग्यो है साथीभाइ हो चितलाङ चाहिँ त्यति मलाई लागेन उतातिर मन्दिर छ कि त्यहाँ धारा छ कि कति धारे पानधारे चितलाङमा चाहिँ के ऊ हो र मन्दिर हो र पानधाराहरू छ कि घुम्ने ठाउँ ए पानधारा कति धारा होइन पानधारा होस् कि सातधारा होस् त्यो हाँसलाई चाहिँ नकुल्चिनु होला यता घुम्ने ठाउँ कहाँनिर त धारा भएको सातधारा हो हिँडेर जानुपर्छ ल अलि अगाडि हो सातधारा हो 7वटा धारा जाने हो अब काठमाडौँ 22 धारा हो चितलाङ भयो 7 धारा हेटौँडा 5 धारा अनि के अरे सिमरामा चाहिँ जम्मा 1 धारा सिमरामा त 1 धारा पनि छैन हो दाइ कहाँ छ त्यस्तो धारा भनेर हुन्छ त्यस्तो धारा भनेर हुँदैन चितलाङ भनिन्थ्यो तर मार्को गाउँ नै ठिक लाग्यो मलाई चाहिँ चितलाङ चाहिँ खासै उतै छैन भाउजूले फोन गर्नुभयो होला हेलो चितलाङ आइपुग्छौँ चितलाङ भन्नु नि ल ल माछा लिएर थिएँ अलिकति त्यो कहाँ छ सात धारा जाने 7 धारा जाम 7 धारा जाने होइन 7 धारामै बरु फेरि नुहाउनु पर्छ कि हो अलिक भित्र साह्रै हिँड्नु पर्छ जङ्गल छेउमा हो कि अङ्गले त घुम्ने ठाउँ कता छ कता हामी नि फर्स्ट तल आएको छ थाहै छैन यहाँ चितलाङ भनेर आएको त्यति राम्रो लागेन मलाई पनि घुम्ने ठाउँमै रहन्छ त्यही त नि लाउनु त यता अब 7 धारा हो कि 5 धारा हो 7 छ हेरौँ सबै खत्तम भयो नि ए मेरो पाइँटै बिग्रिसक्यो यहाँ यहाँ माने मनी खत्तम भयो नि त यार कहाँ घर 1 घन्टामै पुगिन्छ ए त्यो अफरोड भएर म त अझै पनि उतै जान्छु लाग्यो त्यही त त्यति खासै त्यहाँ के तपाईँ उता गयो भनेर आएको हाम्रो यहाँ खालि हेटौँडातिर गएको जस्तै फिल भइरह्यो कि तर जस्तो उसमा भनौँ न टिकटकहरूमा भिडियोहरूमा चितलाङहरू यस्तो छ उस्तो छ भन्छ नि तर त खासै रहेनछ कि माथिबाट हेर्दाखेरि राम्रो देखिन्छ कि मलाई चाहिँ खासै उयो लाग्थ्यो दाइ अब यदि यही हेर्ने ओर्ने गइहाल्ने हो है अब यो नुहाउने ठाउँ त यस्तो अब यो कुवा सुवा नुहाउने ठाउँ त यस्तो त के गर्नु अब यो यही रहेछ नुहाउने ठाउँ भनेको अब जाँदाखेरि टकटुकाउने अहिले नटकटुकाउनु अब छैन धुलो 7 धारा यही हो
तातोडा आउनु सक्छ एकदम राम्रो छ पवित्र छ ए यही धारा रहेछ क्या अरे यहाँ भिडियो बनाउनु यही हो खासै चाहिँ यही रहेछ चितलाङको अनि यतातिर कता यता घुमेर त्यता आउन त कता घुमेर पहिला यतै आउने यता घुमेर जाने कि आउन हजुर परेको मान्छेसँग त कुरै नमिल्ने भन्छ यता आउन हेर्दै हेर्दै हुने अनि आइरहेको छु त कस्तो कुरा नमिल्ने भने हाम्रो दाइले हो त्यस्तो भन्नु हुँदैन क्या दाइ किन पाप लाग्छ अनि पाप लाग्छ नि भाइलाई त्यस्तो भन्यो भने पाप लाग्दैन भने बल्ल ढिलो गयो यहाँ अहिले पानीले हेर कस्तो जाने यहाँ माछा छ कि क्या हो माछा सानो सानो रहेछ यहाँको माछा खानु हुँदैन थाहा छ त्यही त त्यो भने होइन तर हेर पानी क्या त यत्रो यत्रो माछा अँ चितलाङको ल 7 धारा यही नै हो यही नै हो बेस्ट भनेको अरू केही पनि छैन चितलाङमा अब रेस्टुरेन्टहरूमा बन आउनु मान्छेहरू त आयो भइहाल्यो नि आउनु महँगो महँगो रेस्टुरेन्ट छ केही छैन त्यो पनि हो हुन त मान्छेले सबै मुल पुऱ्या पानी मन्दिर रहेछ होइन त एउटा मन्दिर हिलोमा चितलाङ हुने भयो हिलोमा हिलो रहेछ बाटो धुलै धुलो उडाएर हिँड्यो नि त त्यो अहिले त्यही केटाहरूले गरेर त हो नि भगवान् हुनुहुँदो रहेछ चितलाङमा भएको भगवान्ले सबैलाई रक्षा गरून् हजुर अब यही 7 धारा 7 धारा रहेछ यहाँ चितलाङ ए त्यस्तो पो हो हजुर खायो भने त्यो दुखेको पेट पुरो सबै निकाल्छ बोतल छाप्ने भन्दै त चियर पानी एकदम राम्रो पानी तिलकुन्डलको जल जस्तै त्यो पानी अस्ति मुक्तिनाथबाट ल्याएर पानी लाग्यो हजुर हजुर हो नि ल यहाँको पानीले चाहिँ दियोस् राम्रो गर्छ अरे भनेर भन्नुभएको छ आमाले हामी चाहिँ यहाँ हालिरहेको छौँ आगो साथ पाक्दैन गर्दैन राम्रो हुन्छ भन्नुभएको छ साथीभाइहरू पानी हाल ल पक्नु न ल 7 धाराको पानीले चाहिँ हामीले मुखसुख धोयौँ राम्रो हुन्छ अरे भनेर भन्नुभएको छ यहाँ भगवान् पनि छ रक्षा गर्नुहोस् कसैले केही नहोस् फर्स्टचोटि नै हो आमा हामी आएको फर्स्टचोटि नै हो